कि हस् हुन्छ मेरो पनि गर्ने लडेर यस्तो हालत छ अहिले चाहिँ हाम्रो अवस्था अनि हाम्रो स्थिति रहेको छ यो चाहिँ थानकोट एरिया हो थानकोट एरियामा चाहिँ निर्माण कार्य एकदम जारी छ थानकोट मात्र नभएर तल नुवाकोट भन्ने ठाउँदेखि यहाँ अझै माथिसम्म बाटो बन्द छ तपाईहरु आउँदै हुनुहुन्छ भने सिलगढीको बाटो आउनु होला पूर्वबाट आउने हुन्छ नि ल कसले यो भिडियो हेर्दै हुन्छ शेयर गरिदिनु होला सबलाई जानकारी गराइदिनु होला कस्तो पहिला एकदिनमा पुग्छ न 2 दिन लाग्छ त्यही भएर यदि तपाईहरुले जानकारी पाउनु भएको छैन भने यो भिडियो सकेसम्म सबैलाई शेयर गर्नु होला ल